आहा बकुल्ला आज तरकारी यही बनाउने हो। बकुल्ला के लाग्यो त नि तरकारी बनाउनलाई। अब के बनाउने, बकुल्ला पनि खासी भएन अहिले त, सबै निमुठेर फालिदिइहाल्यो नि भनेको क्या। बारीमा हुन पर्यो नि पकाउनलाई, अलिअलि छ टिपेर ल्याएको। यही हो आज तरकारी। नयाँ आलुमा बकुल्ला एकदम मिठो हुन्छ नि त। ए ल ल आज आज पहिलोचोटि खाने भयो बकुल्लाको तरकारी। आज अहिलेको सालमा मिठो हुन्छ। नयाँ आलु बकुल्लाको तरकारी, चक्क टमाटर पनि राख्ने होला। टमाटर राख्दिन, जेमा पनि टमाटर। म त झ्याउलाई छ, त्यति राख्नु लाग्दैन क्या मलाई त। परि तरकारी भुटभाट गर्यो, बेसार राख्यो, नुन राख्यो, मसलाहरू राख्यो, पर भुटेर ग्यास सानो गरेर ढपक्क राखिदिएपछि यस्तो नरम नखाए खाउँ जस्तो मिठो है। राखेछु टमाटर। हजुरलाई के भन्नुहुन्छ हेर के, टमाटर नभए त बकुल्ला मिठै हुँदैन नि। अनि त्यही त नि हो त नि, त्यही त बकुल्लामा, काउलीमा, बन्दामा यस्तोमा त राखिहाल्छु नि। 90 नहुने त मलाई हुँदैन क्या बुढो टमाटर। त्यो बानी फेरि एक किलो ल्याएर